प्रश्न नम्बर 1 थाम तलको खुरीमुल चित्र फोगो हेरेर मात्नुन मिल्ने थाहा नहुना शब्द अथवा मुन्जाङ्गुल वाक्यलाई कुरु सिप्सियो छान्नुहोस् भनेको छ। एक नम्बरमा के को चित्र छ? मूल्याक उन्नुटा जोली औषधि हो। सेङसिम्निदा मिनरल वाटर, माकालिम्निदा छ्याङ अथवा जाँड हो। उम्रेसिम्दा प्रिय पदार्थ भनेपछि यो प्रिय पदार्थ। 2 नम्बरमा के भन्छ? थाम तलको खुरीमुल फोगो चित्र हेरेर मात्नुन भनेको मिल्ने थाहा नहुना शब्द अथवा मुन्जाङ्गुल वाक्यलाई कुरु सिप्सियो छान्नुहोस् भनेको छ। यो के को रहेछ भनेपछि अब हेरौँ। छौलिम्दा तराजु हो, छौँसैगिम्दा भ्याकुल क्लिनर हो, जस्तै ओन्सुपदोगिम्दा थर्मोमिटर हो र सेकिसेचाकिम्दा भाँडा धुने मेसिन हो भनेपछि यो ओन्दोगे थर्मोमिटर। यो भनेको प्रतिशतमा देखाउँछ। जस्तै 3 नम्बरमा के भन्छ? थाम तलको खुरीमुल फोगो चित्र हेरेर मात्नुन थाहा नहुना मुन्जाङ्गुल कुरु सिप्सियो छान्नुहोस् भनेको छ। मिल्ने शब्द अथवा वाक्य छान्नुहोस् भनेको छ। 1 नम्बरले के भन्छ? फरियागुर खुल्लाने गइसुन्दा, फरियागुर खुल्लाने गइसुन्दा अरू चिज छुटिरहेको छ। 2 नम्बर सक्थान फल्ली गइसुन्निदा, जस्तो कोइलालाई माथि चढाइरहेको छ भनेको छ। 3 नम्बर फोक्यागुल सल्सिया गइसुन्दा, जस्तै विस्फोटन पदार्थ जडान गरिरहेको छ। र 4 नम्बरमा छिजुरुल छेउ गइसुन्दा टेका लागिरहेछ भनौँ न। यसको एन्सर चाहिँ कति हो भनेपछि फरियागुल, जस्तो अरू चिज छुटिरहेछ। 3 नम्बरमा के को छ भने उही थाम तलको खुरीमुल चित्र 4 नम्बरमा थाम तलको खुरीमुल चित्र फोगो हेरेर मात्नुन थाहा नहुना मुन्जाङ्गुल वाक्य कुरु सिप्सियो छान्नुहोस् भनेको छ। यो भनेको के हो? जस्तै एउटा नट छ, नटलाई चाहिँ जस्तै सेन्टिमिटरमा नापिरहेको छ। अब जस्तै छिलसिप सेन्टिमिटरमिदा 70 सेन्टिमिटर हो, जस्तै खुसिप मिलिमिटर भनेको 90 मिलिमिटर भनिरहेछ र छिलसिप मिलिमिथेमिदा भनेको 70 मिलिमिटर हो र छिलसिप किलोमिथेमिदा भनेको किलोमिटर हो भनेपछि यसको एन्सर छिलसिप हुन्छ। जस्तै 10 मिलिमिटरको 1 सेम हुन्छ। जस्तै 5 नम्बर के भन्छ? थाम छु मिछुलछिन फुगुन भनेको अन्डरलाइन गरेको भागलाई चाहिँ छान्नुहोस् भनिरहेको छ। अन्डरलाइन गरेको भाग छान्नुहोस् भनेको छ। अब यता हेरौँ। छनमनुल कुदो मौछुजी अनायो भनौँ। जस्तै पावर जस्तो बन्द गरे तानि रोकिएन भनेर भने 1 नम्बरले। 2 नम्बरमा सान्छे खारो जस्तै सान्छे खारो भनेको चाहिँ जस्तै घुमडुल गर्न उन्दुङ गर्न सास स्पोर्ट चाहिँ किने। 3 नम्बरमा के भन्नु भने साङजारुल बकासलाई चाहिँ छाए गाडीमा ओल्य नहोया यो चढाएर राख्नुपर्छ अथवा लोड गर्नुपर्छ भनेको। 3 नम्बरमा कुनै सिक्ताङ भनेको जस्तै क्यान्टिनमा चाहिँ सिक्पन सार खायो भने किन्न जान्छु भनेर भन्नु। 1 नम्बरले के भनेछ भने छनमनुल कुदो हुँदैन, त्यहाँ कदो हुन्छ। जस्तै आर अ भएको भए आदो हुन्थ्यो, आर अ भएको भए आदो लाउनु पर्थ्यो। जस्तै यहाँ को चाहिँ कदो भएको भए ठ्याक्कै मिल्थ्यो। अब त्यो मिलेन 1 नम्बर। 2 नम्बर सान्छे खारो रौ र खाँदा रौ र ग्रामर लगाइसकेपछि अन्तिममा चलाउने क्रिया हुनुपर्छ, त्यो मिलेन। 3 नम्बरमा साङ्जा रुल छाए गाडीमा चाहिँ जस्तै गाडीमा चाहिँ ओल्क्यो जस्तै नो आया भन्नुपर्ने, अया भएपछि जस्तै नोथा आर अ भएकोमा आया जस्तै आया लाउनु पर्ने, अय जस्तै अया लगाएपछि यो पनि मिलेन। 3 नम्बरमा कुनै सिक्ताङमा चाहिँ जस्तै सिक्वन कुपन जस्तै सिक्वन भने कुपन चाहिँ किन्न जान्छु भनेपछि मिल्यो 4 नम्बर। 6 नम्बरमा के भनेछ भने उही थाम छौँ मिछुलछिल मिल्ने कुरा छान्नुहोस् भनेर 6 नम्बरमा भनेको छ। 6 नम्बर खाजाङ भनेको सबभन्दा थौन गर्मी नाल यी दिनमा चाहिँ सामथान मगयो, दिनमा सामथान खान्छु। 2 नम्बर योगा सेङवाली दैनिक जीवनयापन खुरीमुल खुरिया चित्र गर्छु र जस्तै छन्यकै साँझमा थाक्खु गिरुन मान्दुल उल्यागो हेयो भनेको छ र खिम्ची चिगेका मेवा चिमान मासिसयो भनेर भन्नु। जस्तै अब 6 नम्बरमा खाजाङ थौन भनेको चाहिँ जस्तै अर्को टीवाला ऊ आएको भए ठ्याक्कै मिल्ने हो, यो त्यो भएर मिलेन। जस्तै योगा सेङवाली जीवनयापनमा चाहिँ खुरीमुल खुरिया चित्र गर्छु मिलिगयो एन्सर। जस्तै छन्यकै साँझमा थाक्खु गिरुन मान्दुल ल्यागो हुनुपर्ने मान्दुल ऊ ज्यादा आयो यहाँनिर।
ध्यान मिलेन। अब 4 नम्बर के हुन्छ खिम्ची चिकेका मेवत चिमान भयो, मेप चिमान भएको है 4 पनि मिल्थ्यो। 7 नम्बर के हुन्छ जस्तै यहेङ सावी भनेको ट्राभल एजेन्सीको यमक कारोबारको सिगाने समयको बारेमा चाहिँ थिए विषयमा चाहिँ अथवा बारेमा सल्मेङ्ग्रो बडनमा चाहिँ खाजाङको सबभन्दा आलमाजुन मिल्ने कसरी कृषि छान्नुहोस् भनेर भनेको छ। नामवन यहेङसाको यमक कारोबारको जानकारी अन्य भनेको जानकारी यमक कारोबारको सिगान समय वलिवेल सोमबारदेखि खुमिएल शुक्रबारसम्म 9 बजेदेखि 18 भनेको 6 बजेसम्म। अब थोइल शनिबार 9 बजेदेखि 1 बजेसम्म 13 भनेको 1। इलिवेल आइतबार मित्र खोङमेल सार्वजनिक बिदामा चाहिँ जस्तै हिमु भनेको बिदा जस्तै छुसो ठेगाना सौल सी सौल सहरको जस्तै वनदाङबु भनेको 39 हो। जस्तै खुक्ने याङ भनेको राष्ट्रिय भ्रमण सिनहोन भनेको हनिमुन याङ भ्रमण छोरप भनेको जस्तै डिग्री र स्वाक भनेको जस्तै शैक्षिक यही भने भ्रमण मनु भने सोध्छ यति नम्बर अनि के भन्छ थोयो इले शनिबारमा चाहिँ ओहु जस्तै 1 नम्बरमा के भनेको छ भने थोयो इले शनिबार चाहिँ ओहु साँझको 3 बजे मुरुल थात्सुम्नी त बन्द हुन्छ भने शनिबार 3 बजे बन्द हो र शनिबार त कति बजे 1 बजे बन्द। अब फ्याङ्गिलले भनेको काम गर्ने दिनमा जस्तै ओहु साँझको 9 जस्तै ओहु 9 बजेबाट मुनुल यमनिदा 9 बजे हो र जस्तै फ्याङ्गिलमा 9 बजे भनेको छ काम गर्ने दिनमा त बिहान 9 बजे भनेको छ जस्तै साँझमा होइन। छुमाले त सप्ताहमा सबै सुरुल छेगौँ थुरिमनिदा भनेको छ सप्ताहमा पनि जस्तै सेवा चाहिँ उपलब्ध हुन्छ भनेको छ सप्ताहमा थोइल भनेको शनिबार हुन्छ 3 नम्बर भयो। 4 नम्बर खुम्यु इले एनुन सार्वजनिक बिदामा चाहिँ ओजन 9 बजेबाट मुनुल यमनिदा भनेको छ सार्वजनिक बिदामा त के भन्छ हिमु बन्द। अब जस्तै थाउम तलको थानन शब्द अथवा फान्गे सम्बन्ध रहेको कुरालाई असल कुरा मौसिम निका के हो भनेको छ नुनी नेरिदा हो जस्तै झर्नु अथवा पर्नु यो पर्नु जस्तै संज्ञक भनेको जस्तै बानी हेजल शिष्टाचार क्यु भनेको मौसम मौसममा पर्यो उइमा भनेको बाहिर हेराइ। अब यहाँनिर 9 नम्बर के भन्यो भने थाउम तलको थाना शब्द अथवा फान्गिन सम्बन्ध रहेको कुरालाई चाहिँ गसल कुरा मसिम्नी के हो युगाक रेन्ची भनेको जस्तै 6 कुने रेन्ची भन्छ यसलाई। यसले जस्तै सोइरुल भनेको जस्तै फलामलाई चाहिँ काकुल्ते घटाउँदाखेरि चाहिँ प्रयोग गर्ने थोगु भनौँ। 2 नम्बरमा खुमाउल तुल्ते भनेको जस्तै पाल पार्ने बेलामा सुनुन प्रयोग गर्ने थोगु यो औजारले। यता छनछनुल भनेको तारलाई चाहिँ जस्तै सारुल्ते काट्दाखेरि सायङ खनन थोगु यो भनेको प्रयोग गर्ने औजार। र 4 नम्बर नासा नासा पेचकिल्ला सोइकन कस्ने अथवा फुल्ते खोल्दाखेरि सुनुन प्रयोग गर्ने थोगु यो औजार हो भने ठ्याक्कै मिलो। अब 10 नम्बरमा के भनेको छ भने 10 नम्बर थाउम तलको छागोको कामको सुनसदीहरू क्रम अनुसार छान्नुहोस् भनेर भनेको छ। अब जस्तै तलको छागोको कामको सुन्छ क्रम फेगुन छागो फादा भनेको छ र रट बिच्याउने 1 नम्बर रट बिच्याउने भनेर भनौँ। 2 नम्बर खेलसोक छागो भनेको बेन्डिङको काम भने 3 नम्बरमा थासल भनेको कङ्क्रिट लगाउने छागोमा लादा काम गरिरहेको छ भने। अब जस्तै रट बिछ्याउने कहाँ छ ए जस्तै ए नम्बरमा रट बिछाइरहेछ। अब खेलसोक भनेको तार जस्तै त्यो कहाँ छ खेलसोक गरेको सीमा छ र थासल भनेको बी भनेपछि एन्सर नम्बर 4।